नमस्कार भक्त सज्जन वृन्द, सर्वप्रथम त यहाँहरूलाई स्वागत गर्न चाहन्छु म ऋषिराम लम्साल हरिबोल अल दर्शन पूर्ण दर्शन युट्युब च्यानलमा। यहाँहरूलाई आज मैले हरेक बिहान जुनसुकै पुरुषले पनि महिलाहरूको अङ्ग छुँदाखेरि कुन अङ्ग छुँदा यहाँहरूलाई अत्यन्तै फाइदाजनक हुन्छ, लाभदायक हुन्छ, यहाँसम्म कि यहाँहरू करोडपतिसम्म बन्नुहुनेछ भनेर शास्त्रमा बताइएको छ। वास्तवमै भन्ने हो भने हामीले यदि यो काम गरियो भने यो पूर्ण सभ्यताको आधारमा बताइएको छ, वैज्ञानिक आधारमा बताइएको छ, शास्त्रीय आधारमा बताइएको छ। यदि तपाईँ हरेक बिहान महिलाहरूको यी अङ्गहरूमा छुनुहुन्छ भने तपाईँको सौभाग्य वृद्धि हुनेछ, भाग्य खुल्नेछ, कुण्डलीका हरेक नकारात्मक दोषहरू हटेर जानेछन्। यदि घरमा तपाईँको गरिबी छ भने पनि यो विधिले तपाईँको धनको आगमन हुनेछ। शास्त्र अनुसार बिहान उठेपछि पुरुषहरूले गर्नुपर्ने कार्य के हुन् त भन्दा पहिलो उठ्ने बित्तिकै छोरीको मुखको दर्शन गर्नुहोस्। यहाँहरूले कन्याको दर्शन गर्नुहोस्, कन्याको अनुहार हेर्नुहोस्। र दोस्रो कुरा के हो त भन्दा त्यसपछि यहाँहरूले आमाको चरण स्पर्श गर्नुहोस्। यहाँहरूलाई जन्म दिने आमा जो हुनुहुन्छ आमाको चरण स्पर्श गर्नुहोस्। यो चरण स्पर्श गर्नाले यहाँको भाग्य परिवर्तन हुनेछ। साँच्चीको जीवनमा हरेक असफलता भइराखेको छ भने पनि यसले गर्दा यहाँहरू सफल हुन सक्नुहुनेछ। अर्को तेस्रो कुरा के छ त भन्दा बिहान उठ्ने बित्तिकै, बिहान उठेपछि यहाँहरूले आफ्नो पत्नीको हत्केलाहरू स्पर्श गर्नुहोस्। यी तीन चिजको स्पर्श गर्नुभयो, यी तीन चिजहरू देख्नुभयो भने पक्कै पनि यहाँको भाग्य सप्रनेछ। भक्त सज्जन वृन्द, तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि मनपर्छ भने लाइक गर्नु, सेयर गर्नु र जिज्ञासा छ भने कमेन्ट गर्नु। कमेन्टमा जय माता दी भनेर यहाँहरूले कमेन्टमा जसरी पनि लेख्नु होला भन्दै आजको यो बसाइबाट म बिदा लिन चाहन्छु। जाँदा जाँदै सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्ति मा कश्चित् दुःखभाग् भवेत्। धन्यवाद।